लिमिटमा बोलेर बस्दा ज्यादा बोल्नु जरुरी छ बहिनी ज्यादा बोल्नु जरुरी छ म भन त के चाहिँ ज्यादा ल तैले सपोर्ट गरिस् रे त्यो तेरो इच्छा हो नि त तैले तेरो आफ्नो खुसी मैले त्यो सपोर्ट सुन्नु तेरो इच्छाको खुसी हो मैले त्यो गरिब दुखीलाई सपोर्ट गर्ने मैले त्यो सपोर्टको कुरा किन निकालेको भन्नु तपाईले मलाई किन भिखारी भन्नुभयो त भिखारी किन भन्नुभयो why is talking me भिखारी सुन मेरो लिसन why is talking me भिखारी सुन्ने पनि गर why is भिखारीले कसैले दिन्छ why is talking me भिखारी भन्नु न तपाईले चाहिँ के बोल्नु भएको दिदी के बोल्नु भएको फुटबल चाहिँ कहाँ के बोल्नु भएको फुटबल कहाँ बोकेर हिँडेछु भन त फुटबल कहाँ बोकेर हिँडेछु कहाँ फुटबल बोकेर हिँडेछु बोल्ने तमिज छैन हैन तेरो तमिज छैन त हो फर्स्ट स्टार्टमा गर्ने त हैन फर्स्ट स्टार्ट गर्ने मैले सुरुमा रेकर्ड सुन एकचोटी रेकर्ड सुन मैले जहिले तँलाई भन्छु कि बहिनी लिमिटमा बोलौँ है लिमिट क्रस नगर है मैले सुरुमै भनेको मैले तँलाई हो पहिला आफूले लिमिटमा बोल्नु पर्यो नि त पहिला आफूले लिमिटमा बोल्नु आफूले के बोलेको छ त्यो चाहिँ थाहा छैन अर्काले के बोलेको हैन अर्काले के बोलेको चाहिँ थाहा छैन आफूले के बोलेको चाहिँ थाहा छैन तिमीले जस्तो शब्द त हामीले बोलेको छैन त मैले अलिकति भन्ने के तिम्रो मुट्टुमा टच भयो तेरो फुटबल हो म मेरो तेरो अर्ना भइसियो म चाहिँ त्यस्तो कुरा कसै भने मैले बोलेको सत्य हुन्छ तर तीतो हुन्छ बुझिस् नि त्यही भएर मैले बोलेको कसैलाई पनि चित्त बुझ्दैन तैले मलाई फुटबल भनिस् नि तब तँलाई त भिखारीलाई म फुटबल दिन्छु भनेको फुटबल के रे म फुटबल जानु खोज्दै थिए म हैन अब मैले तिमीलाई फुटबल भन्दै के अब तिम्रो फुटबल भयो हो तैले जब बोलिस् तब मैले बोलेको अचम्मै छ यार आमाम बहिनी तिमीहरु त त्यो एक दुई पैसा कमाए भन्दा यति सारो मोती पनि नबिगार क्या है यति सारो मोती नबिगार यति पैसा कमाए भन्दैमा के चाहिँ मोती बिगार भन्नु एक दुई पैसा खेल क्या एक दुई पैसा कमाए भन्दैमा के चाहिँ मोती बिगारेको छ भन्नु न बोल्ने तरिका कसरी बिगारेको तरिकाहरु गर्नु क्या कुनै गिरी मान्छेलाई यार बडी सेमिङलाई लिएर अरे तेरो फुटबल अरे अर्ना ठीक छ त ल अर्ना भइसि एक्सेप्ट गरे मैले त्यसकै आन्सर आफूले मलाई बोलेको चाहिँ याद छैन आफूले मलाई बोलेको याद छैन तिमीले बोलेको मात्र याद छ जब तैले भनिस् तब मैले बोलेको मात्र याद छ मैले तँलाई भने रे लिमिट आफूले के बोलेको चाहिँ आफूलाई थाहा छैन अरूले बोलेको भनेर मैले सुरुमै भनेको चाहिँ सबै थाहा छ म पहिलो कुरामा आफै कहिले पनि बोल्दिन रिसेउले यार कहिले पनि म आफै बोल्दिन मैले सुरुमै भनेको थिएँ तिमी जब बोल्छौ तब म बोल्छु म बोल्दा सहनु पर्यो बुझ्यौ जबसम्म तिमी बोल्दैनौ तबसम्म मैले बोलेको तपाईले सहन सक्नु भयो मैले बोलेको तपाईले सहन सक्नु भयो तिमीले जबसम्म बोल्दैनौ तब मैले बोलेको तिमीले जबसम्म बोल्दैनौ तबसम्म मैले पनि बोल्दिन के बहिनी म तिमीलाई सधैँ भनिरहन्छु बहिनी लिमिटमा बोल्नुमै भन्दा म त बोल्छु हैन स्टार्ट गर्ने तिमी अब मैले स्टार्ट गर्दा तिमी चुप लागेर सुन्नु म त बोलिरहेको मान्छे म त बोल्छु त तिमीले बोल्दाखेरि चाहिँ मैले जे पनि सहने मैले बोल्दाखेरि चाहिँ सहन नसक्ने यस्तो मान्छे किन टिकटक लाइभ आउनु अनि किन टिकटक लाइभ आउनु अनि अरे बाबा अहिले सत्य साथ बनेर के चाहिँ देखाउन खोजेको हामीले के चाहिँ देखाउन खोजेको रोबिन दाइहरुसँग गेम खेल्दाखेरि तिमीले के बोल्छ के बोल्दैन हामीलाई थाहा छैन यस्तो नबोला उस्तो नबोला रे थाहा छैन हामीलाई ए बाबा लिमिटमा बसेर बोलौँ न जब तैले राम्रो कन्भर्सेसन गर्छ तब मैले पनि गर्ने हो नि त तिमीहरु नै मलाई टेङटेङ गर्छ भन्ने त म त मुख त बाँधेर पक्कै पनि बस्दिन हो भने तिमीहरु राम्ररी तिमीहरु बोल्यो भने म 100% राम्रो सुरुमा पहिला पनि हामी जोइन गर्दा तिमी नै हो गलत बोल्ने अब लिमिटमा बोल्ने मैले अहिले पनि भन्दैछु हामी अब लिमिटमा बोल्ने लिमिटमा बात गर्ने बोल्नु त बोल तर हुन्छ नि 1000 रुपैयाँको गएर सहयोग गर अरे सुजी कसलाई भनेको उजी सुजी कसलाई भनेको त तँलाई भनेको हैन यहाँ मैले ट्याप ट्याप गर न भनेर मैले यहाँ भनेको तैले मलाई ट्याप ट्याप गर्छस् बहिनी हो त्यही त म तपाईलाई त मैले त्यो शब्द बोलेको छैन नि त ए बाबा तैले मलाई बहिनी सुन सिधै कुरा मैले त्यो कुरा मैले तिमीलाई भने हैन मैले यहाँ के भने गाइस तपाईहरु के भएको ट्याप ट्याप पनि गर्दैन भने मैले यहाँ मैले मेरो भ्युअर्ससँग मैले त्यो कन्भर्सेसन गरेको मैले तिमीलाई कहिले पनि मैले त्यस्तो शब्द मैले कसम भनेको छैन नि मेरो बहिनी है मैले तपाईहरु के हेरेर बसेको के कुरा पनि भन्दै त्यो साथीहरु मैले म्युट गरे हैन सरी ल मैले त्यस्तो के कुरा मैले त्यस्तो केही बोला छैन तिमीले रेकर्ड अरूले गरेर हालेको होला सुन्नु सक्छौ रेकर्ड अरूले हालेको होला सुन्नु सक्छौ ल ए मैले तिमीलाई के के कुरा पनि भन्दै त्यो साथीहरु मैले म्युट गरे हैन सरी ल मैले त्यस्तो के कुरा मैले त्यस्तो केही बोला छैन तिमीले रेकर्ड अरूले गरेर हालेको होला सुन्नु सक्छौ रेकर्ड अरूले हालेको होला सुन्नु सक्छौ ल
रेकर्ड अरूले पक्कै हाल्छ सुन्नु सक्छौ तर मैले त्यस्तो मैले के भने मैले त्यो मेरो एक शब्द मैले त्यो मेरो भेट त तिमीहरू ब्ला ब्ला ट्याप पनि गर्नु सक्दैनौ मैले भनेको बुझ्यौ मैले तिमीलाई होइन तिमी मेरो भ्युअर होइन तिमी मेरो ओपिनियन हो तिमी मेरो भ्युअर होइन नि त मैले मेरो भ्युअर्सलाई भने हो के त्यो है मैले तिमीलाई भनेको त्यही एउटा खाते नि भने होला तर तिमीले फुटबल छ नि फुटबल पठाइदिँदैनौ होला भने हो त्यसको नियममा मैले भनेको तपाईलाई मैले फुटबल भन्दैमा तपाई फुटबल बन्ने त होइन होला नि त तिमीले कुन सेन्समा ए बाबा जापानको माइला दाइलाई भ्यागुते भन्दैमा के त उहाँ भ्यागुते बन्नु भएको छ त भ्यागुते बनेको छ उहाँ तपाईले के फुटबल भन्दाखेरि तपाई फुटबल जस्तो गोलो बनेको छ तिमीले कुन खालको तपाईले अरूले खेल्दै हिँडेको छ तपाईले फुटबल खेलाउँदै हिँडेको छ चौरमा के लात्ताले हान्दै हिँडेको छ के मैले भन्दैमा तपाई फुटबल हुने हो तिमीले के भन्यौ तिमीलाई थाहा छ माइलालाई भ्यागुते भन्दैमा भ्यागुते हुने हो जसले आएर नि बजार बिसान बुनु चौतारीको मादल अरे जसले आएर फुटबल भन्दैमा तिमीले मलाई फुटबल पनि भन्यो अरे मादल पनि हो जसले आएर मिनिङ लगाऊ एक्चुअली मादल हो चौतारीको मादल हो जसले नि ठोक्छ भनेको गेममा हार्छ जसले नि हान्छ भने हो त्यस्तो हुँदैन तिम्रो त्यो डबल मिनिङ हो बुनु त्यस्तो हुँदैन सोच्ने ब्रेड थिङ्स चाहिँ अलग हो तिम्रो त्यो ब्रेड थिङ्सले काम गरेन तिम्रो त्यो रातो तारमा कालो तार जोडेर झ्यार भयो त्यसपछि तिम्रो दिमाग सर्ट भयो त्यसै हो बुझिस् नि त्यही हो तिमीले त मलाई खातिनी भन्यो यो भन्यो त्यो भन्यो मैले त माइ नै गर्दिन त मैले त माइ नै गर्दिन त मलाई अरूले खातिनी भन्नुहोस् मलाई भिकारी भन्नुहोस् आई डोन्ट केयर म मेरो ठाउँमा ठिक छु अरूले भन्यो भन्दैमा के अरूले जे भन्यो आफू त्यही बन्ने त होइन नि त हो रहेछ त थाहा भएछ त किन एउटा कुरालाई गर्छु मैले एक शब्द नराम्रो बोले र तिमीले 1000 शब्द नराम्रो बोलेछ हो तर यार के चाहिँ नराम्रो बोलेको 1000 वटा शब्द भन्नु नि त ल तिमीले अरे ठिक छ अर्ना भइसक्यो ओके मैले त्यसको सट्टा लुटी भने हो अर्ना भइस मैले तपाईले भन्यो त्यो त सिम्पल कुरा हो तपाईले पनि मलाई कुकुरले मात्र हड्डी खान्छ मासु त बाघले खान्छ रे अनि के त बराबर भएन लागि पनि एक शब्द नराम्रो बोल्नु भएन ह तपाईले नै बोलेको त्यही हो मैले बोलेको पनि त्यही हो के तपाईले कुकुरले मात्र हड्डी खान्छ भने के साच्चीकै कुकुरले आएर मेरो हड्डी खाने हो र ए बाबा तिम्रो लागि त मैले तिम्रो लागि त नेगेटिभ त कहिले नि बोलेकै छैन हौ बुनु के कुरा गरेको हो म खातिनी चाहिँ कसलाई भन्नुभयो भिखारी कसलाई भन्नुभएको भिखारी नि कसलाई भनेको त त्यस्तै हिसाबले भने कसलाई मार्दा तपाईलाई भनेको तपाईलाई हो मैले नि तँलाई नै भनेको बुनु त्यसो भएर हो भने त्यस्तो कुरा नगर्नु तिमी पनि गलत छौ भने म पनि गलत हुन्छु जब तिमी स्टार्ट गर्ने म नि स्टार्ट गर्ने हो तिमीले स्टार्ट गर्दैनौ मैले पनि गेम खेलिसकेपछि अपोनेन्टले के भन्छ भ्युअर्सले के भन्छ सहन सक्नुपर्छ मैले होला मैले रिस उठ्दाखेरि कमेन्टमा कहिले बोल्छु होला तर मैले कहिले पनि कन्भर्ट इक्वली यस्तो त्यो दिनभरि आफै सुनेर बस्ने यस्तो खालको त मैले गेम खेलेको छैन सुन्ने खालको गेम खेलेको छैन रे अस्ति रोबिन दाइसँग खेल्दाखेरि 4 जना गेम खेलेर जोड्दाखेरि के गीतमा नाचिरहेको थियो यस्तो उस्तो भन्दाखेरि पनि के भनेको त थिएन त अनि त्यतिखेर के खाएको छ कि क्या हो जुस लाग्ने खालको जुस खाएको छ कि क्या हो त्यतिखेर त केही पनि बोल्नु भएन त्यतिखेर त जिस्केरै बोलिरहेको थियो त अनि अहिले पनि जिस्केरै बोलेको हो त अनि यत्रो धेरै चाहिँ why you calling me के why you यस्तो हो या रोबिन दाइहरूसँग मैले बस्दा मैले केही भनेर उहाँहरूले नि डाइरेक्टली बोल्नुहुन्न क्या उहाँहरू डाइरेक्टली बोल्नुहुन्न क्या डाइरेक्टली बोल्नुहुन्छ त रोबिन दाइहरू कहिले डाइरेक्टली तपाईको नाम निकालेर बोलेको छ त यस्तो यो भनेर त्यो भनेको त्यसको मैले नाम लिएको छ त मैले त फुटबल पो भनेको त मुर्रा भैँसी पो भनेको छ त रोबिन दाइले पनि मुर्रा भैँसी भन्नु भनेको छ त रोबिन दाइले पनि मुर्रा भैँसी भन्नु भनेको छ त रोबिन दाइले पनि मुर्रा भैँसी भन्नु